भएका कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यज्यू, यस समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हाज्यू, विशिष्ट अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण महानुभावहरू र पत्रकार साथीहरू, आज हामी अत्यन्त महत्त्वपूर्ण क्षणमा छौँ। कोहलपुर नगरपालिकाले स्थापनाको 12 वर्ष पुरा गरिसकेको छ। आजको यो दिन खास गरी कोहलपुरवासीका लागि उत्सवको दिन हो। आज यो उत्सव मनाउने दिनमा हामीले पुराना विगतमा गरेका कामहरूको समीक्षा गर्दै नयाँ ढङ्गले कसरी परिष्कृत ढङ्गले अगाडि बढ्न सकिन्छ र जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकारलाई कसरी अझ भरोसा योग्य नागरिक मैत्री बनाउन सकिन्छ भन्ने दिशामा अघि बढ्नका निम्ति एउटा मूल्याङ्कन गर्ने दिन हो भन्ने मलाई लाग्दछ। खास गरेर हामीले पछिल्लो समय जसरी स्थानीय सरकारहरूले काम गरिरहेका छन्, ठुलो चाप छ स्थानीय सरकारहरूलाई, हामीले देखेका छौँ नजिकबाट। तर पनि ती आकाङ्क्षाहरू, जनताका तीव्र आकाङ्क्षाहरू, विकासका आवश्यकताहरू र सीमित बजेटका बावजुद पनि काम गर्ने जुन प्रयत्न भइरहेको छ, त्यो प्रयत्नमा मैले कोहलपुर नगरपालिकालाई अग्रस्थानमा देखेको छु। खास गरी कोहलपुर नगरपालिका, यसभन्दा अगाडि मेयर साहबले पनि भनिसक्नु भएको छ, कोहलपुर नगरपालिका पश्चिम नेपालको गेटवे हो। यसले गर्ने विकास, यसले स्थापित गर्ने कुराहरू मानक हुन्छन्। त्यस कारणले पनि कोहलपुरले गर्ने विकास, कोहलपुरले सुशासन, विकास र समृद्धिका लागि गर्ने कामहरू अन्य पालिकाका लागि, अन्य क्षेत्रका लागि एउटा सिकाइ हुन सक्छ, अनुकरणीय काम हुन सक्छ भन्ने मलाई लाग्दछ। त्यसका निम्ति पनि एउटा सुझबुझपूर्ण तरिकाले अहिलेको नेतृत्वले काम गर्नेछ भन्ने विश्वास पनि नेपाल पत्रकार महासङ्घ बाँके शाखाले लिएको छ। हामीले तपाईँहरूका राम्रा अभ्यासहरूलाई मिडियाका माध्यमबाट उजागर गर्ने, अन्यका लागि सिकाइका लागि प्रेरित गर्ने हाम्रो काम हो। त्यो सँगसँगै तपाईँहरूले गरिरहेका कामहरूमा निगरानी गर्दै कतै गलत अभ्यास भइरहेका छन् भने पनि त्यसमा हामीले खबरदारी गर्ने, निगरानी गर्ने र वाचडगको रूपमा चौथो अङ्गका रूपमा हाम्रो भूमिका रहन्छ। त्यसमा पनि हामी प्रतिबद्ध भएर लाग्नेछौँ। हामीसँग नेपाल पत्रकार महासङ्घ, पत्रकार साथीहरूसँग जसरी कोहलपुर नगरपालिकाले पछिल्लो समय म पत्रकार महासङ्घ बाँकेको अध्यक्ष भएर आइसक्दाखेरि र यो बिचमा चाहिँ जसरी हामीले चाहिँ काम गरिरहेका छौँ, सञ्चार नीति बनाउनका निम्ति कोहलपुर नगरपालिकाले जुन अग्रसरता देखायो, अगाडि बढेको छ, त्यसका निम्ति पनि म मेयर साहब लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र सँगसँगै स्थानीय मिडियाहरूलाई, लोकल मिडियाहरूलाई र यहाँका मिडियाहरूको प्रवर्धनका निम्ति कोहलपुर नगरपालिकाले जुन उद्देश्यका साथ सञ्चार नीति बनाइरहेको छ, त्यसलाई अझ एकदमै समृद्ध बनाउनका निम्ति नेपाल पत्रकार महासङ्घ बाँके शाखालाई जुन अपनत्वका निम्ति यहाँले जुन स्थान दिनुभएको छ, त्यसका निम्ति पनि यो मञ्चबाट म हार्दिक आग्रह गर्न चाहन्छु। खास गरी यो 12 वर्षीय दौरानमा यहाँले काम गरिरहनु भएको छ। अब चाहिँ फराकिलो राजमार्गमा हिँड्नका लागि, सुशासन, विकास र समृद्धि कायम गर्नका लागि यहाँहरूले गरेको काम अनुकरणीय हुनेछ भन्ने विश्वासका साथ अन्त्यमा फेरि पनि नेपाल पत्रकार महासङ्घ बाँके शाखालाई बोल्ने मौका दिनुभयो। त्यसका निम्ति फेरि पनि धन्यवाद ज्ञापन गर्दै हार्दिक आभार प्रकट गर्दै आफ्नो भनाइ यही टुङ्ग्याउँदैछु। धन्यवाद, नमस्कार।